नमस्कार। आज म फेरि हजुरहरूमाझ नयाँ कथाको वाचन लिएर आइसकेकी छु। खसेकी कुकुर। कुनै गाउँमा एकजना विद्वान पण्डित बस्दथे। एक दिन उनी पूजापाठ गराउन यजमान कहाँ गए। यजमानले पण्डितलाई खसी उपहार दिए। खसी उपहार पाएर पण्डित खुसी भए। उनी खसी दोलाई डोर्याउँदै घरतिर लागे। पर पुगेपछि खसी हिँड्न मानेन। पण्डितले खसीलाई काँधमा बोके। 3 जना ठगहरूले खसी काँधमा बोकेर हिँडिरहेका पण्डितलाई देखे। उनीहरूले पण्डितको खसी लुट्ने विचार गरे। ठगहरू पण्डितले थाहा नपाउने गरी छरिएर अलग अलग ठाउँमा बसे। ए पण्डित बा, के हो, काँधमा कुकुर बोकेर हिँड्नु भा छ त? पहिलो ठगले हाँस्दै भन्यो। पण्डित चुपचाप अलि पर हिँडे। हेर हेर, यस्ता विद्वान पण्डित त भएर पनि कुकुर बोकेर हिँडेका, यस्तो के देख्नु पर्यो? होइन, के भन्छन् यिनीहरू? पण्डितलाई शङ्का लाग्यो। उनले खसीलाई भुइँमा राखेर हेरे। फटाहा, कहीँका खसीलाई पनि कुकुर भन्दा रहेछन्। पण्डितले खसीलाई डोर्याउन खोजे। खसीले मानेन। फेरि खसीलाई काँधमा बोकेर हिँडे। केही पर पुगेपछि अर्को थग भेटियो। छिछि, पण्डित भएर पनि कुकुर बोकेर हिँड्ने, यति भनी ऊ गलगल हाँस्न लाग्यो। पण्डित उसका कुरा नसुनेझै गरी हिँडिरहे, तर उनको मनमा यो कुकुर नै हो कि जस्तो लाग्यो। कसैले नदेख्ने ठाउँमा पुगेर पण्डितले खसीलाई भुइँमा राखे। खसीको अगाडि पछाडि सबैतिर हेरे। उनलाई पनि त्यो खसी कुकुर जस्तै लाग्न थाल्यो। पण्डित दिक्क भएर सोच्न थाले, त्यस्ता भलाद्मी मान्छेहरूले त्यत्तिकै त भनेनन् होला, यसका पक्कै पनि केही खोट हुनुपर्छ। पण्डितलाई लाज लाग्यो। अरूले देखे के भन्लान् भन्ने मनमा लाग्यो। पण्डितले खसीलाई त्यहीँ छोडी कुलिलाम ठोक्यो। 3 जना ठग 3 तिरबाट खसी भएको ठाउँमा आए। ठगहरूले खुसी हुँदै खसीको डोरी समाए। पण्डित टाढा पुगेर पछाडि फर्केर हेरे। उनी जिल्ल परे। हजुरहरूले यो कथाबाट के सिक पाउनुभयो? कृपया कमेन्टमा भनिदिनुहोला। धन्यवाद।